everyone, Namaste, Zojalapa, welcome or welcome back to my new video. कति भएको थियो मैले चाहिँ भ्लग गरेको थिएन नि त अनि आज चाहिँ चिली चट्ट परेर के गर्न लायो भनेर सोच्नु भएको होला नि त मैले चाहिँ टिकटक बनाउँदै थिएँ हैन एन्ड अस्ति नदेखि मैले कलेक्ट गरेर राखेको थिएँ के जापानिज स्न्याकहरु त्यो चाहिँ म टेस्ट गर्छु भिडियो बनाएर भनेर सोचेको थिएँ सो त्यही बनाउँदै छु अहिले अनि यो स्न्याक्सहरु चाहिँ मैले लाइक हाम्रो अफिसमा है लकरहरुमा केही अकेजनहरु भयो भने चाहिँ ड्रअरमा राखिदिरहेको हुन्छ के कसैले स्वीट्सहरु या कुकीज टाइपको केही लियो भने चाहिँ स्टाफहरुको लागि लकरमा राखिदिएको हुन्छ आफ्नो आफ्नो लकरमा अनि त्यही कलेक्ट गरेको थिएँ मैले अनि आज चाहिँ एउटा नर्स आएको थियो क्या उसको चाहिँ 3 महिना अगाडि बेबी भएको थियो नि त अनि लिभमा थियो अनि आज चाहिँ यतिकै भेटाउन आएको बेला चाहिँ के भन्छ त्यसलाई कुकीज लिएर आइदिएको थियो क्या अनि त्यहाँदेखि चाहिँ मलाई आइडिया आएको थियो सो म चाहिँ पहिला यहाँ सेट गर्छु ल म मजाले त्यसरी नदेख्दो रहेछ क्या के धेरै छ नि मसँग अनि ओके तर देख्दैन होला है त्यो पनि म यसरी एकचोटि सेट गर्छु यसलाई चाहिँ मजाले त्यो डबल रहेछ एउटा मात्र गर्छु खासै धेरै त छैन समथिङ 10-12 वटा छ होला मेबी यति धेरै छ क्या चक्लेटहरुमा चाहिँ मलाई चाहिँ खासै यादै छैन यो कहिले पाएको मैले भनेर चाहिँ त्यो पनि कुनै कुनै याद छ याद भएकोहरु चाहिँ म भन्छु नभएको त अब म के गर्नु हैन यति धेरै छ क्या किपे मिना कान्ने उल्टो सुल्टो कता हो या यति हो यति रहेछ कस्तो क्यामेरा एंगल मिलाउनु मलाई गाह्रो भयो के यो सामान देखाउँदा फेरि त म देख्दैन अनि मलाई देखा भने त यो देख्दैन म के गरौँ गरौँ भन्नु कस्तो राम्रो देखेको नि सो अब चाहिँ म ट्राई गर्छु ल मैले आज ब्रेकफास्ट पनि थोरै खाएको थिएँ नि त छेकिन्छु क्या म मेरो टाउको काटिन्छ भनेको के देखि ट्राई गरौँ भिडियो एकदम लामो बन्छ होला है के गर्छु ल चोको चिप भ्यानिला फ्लेभरको रहेछ यो चाहिँ चोको चिप लेट्स इट कुकीज रहेछ यो त सबै त म खाँदैन म अलिअलि मात्र टेस्ट गर्छु ल मिठो यो चाहिँ एकजना त्यो जापानिजको बर्थडे भएको बेला उसले दिएको हो एबीको हो के यो खानु कि नखानु भयो अब यो खानु सी यहाँ एबीको पिक्चर एबी भन्नाले अब के रे यो ब्राउनको हो क्या यो कस्तो छ आइडोन्ट नो त्यो साथीले मेरो रुममेटले हालेर चाहिँ मिठो छैन भनेर भन्थ्यो त्यो बेला नखाइरहेको थियो क्या ठिकै हो नट ब्याड तर वास कस्तो गनाको हो ब्राउन अब चाहिँ यो चकलेट खानु पर्छ यो त नराम्रो टेस्ट गरायो मेरो त ला न चकलेट त पग्लिएछ मिठो रहेछ यो मैले त एक बाइट मात्र खानु पर्यो झन् चाहिँ एकचोटि गुलियो धेरै खायो भने मजाको गराउँछ नि त मलाई त्यही भएर ला यो त फुटेछ जाडो भएको छैन भने चाहिँ कमेन्ट नगर्नु कि मैले यस्तो मजाले एसी लगाएको छु कि गर्मी भइसक्यो मलाई के किस्मले हो यो I don't like पानी पनि छैन रहेछ अनि है यो चाहिँ क्रिसमसमा पाएको हो यो मैले क्रिसमस सकेर कहाँ गइसक्यो अहिलेसम्म छ कस्तो क्युट छ है स्ट्रबेरी फ्लेभर strawberry flavor.
के खानु अब अनि यो चाहिँ अहिले अस्ति भर्खर पाएको हामीले त्यहाँ कम्पनीमा चाहिँ गेस्ट आएको थियो नि त गेस्ट भन्नाले अब बुढाबुढीहरूको फ्यामिली अनि उनीहरूले चाहिँ लिएर आएको थियो होला त्यस्तै लाग्यो मलाई यताले के यसरी खोल्ने पिरो पिरो स्मेल आयो पिरो जस्तो छ नि 2वटा पिस रहेछ खाइ ल चटपट जस्तो छ एकदम मलाई मिठो लाग्यो अब चाहिँ के खानुपर्छ योवाला चाहिँ हामीसँग काम गर्ने नेपाली सेन्पाई दाइको चाहिँ बर्थडे थियो क्या अनि बर्थडेको बेला चाहिँ दाइहरू कहाँ डल्फिन सो हेर्न जानुभएको थियो र अनि त्योदेखि चाहिँ लिएर आउनुभएको थियो डल्फिनवाला यो चाहिँ मलाई याद छ त्यति बेलै खान्छु भनेर सोचेको थिएँ बट खाइन यस्तो लेट्स सी डल्फिनवाला टेस्ट आउँछ कि कस्तो मिठो स्मेल ढङ्ग त छैन क्या ला के को पार्ट टुट्यो यसको सेम डल्फिन तर यसको ला मैले बिचरा यसको पुच्छरै भाँचेछ डल्फिन कस्तो क्युट पुच्छरै भाँचेछ मैले त खान्छ कुकिज रहेछ नेपालको जस्तो कुकिज कोकोनटवाला फ्लेभर छ यसमा चाहिँ यो पनि मैले क्रिसमसको टाइममै पाएको थिएँ जस्तो लाग्यो यो ट्राई गरौँ ल उल्टो देखाएँ कि सुल्टो देखाएँ मैले ओहो कस्तो क्युटवाला बिस्कुट कस्तो क्युट हो यसमा मैले भाँचेको रहेछ यो भाँचेकोदेखि ट्राई गर्छु ल नट ब्याड यो त कचाकुचुकै भइसकेको बिचरा यो ट्राई गरौँ यसको टेस्ट चाहिँ मलाई थाहा छ मैले एकचोटि खाएको पनि छु यो चाहिँ नान्दे कस्तो नि यो कोइला खा जस्तो लाग्छ यो खाँदाखेरि मलाई मन पर्दैन यो चक्लेट चाहिँ आई डोन्ट लाइक हैन सेम कोइला जस्तो छ खाँदा पनि कच्याङ लाग्छ क्युट हो यो पनि अब यो ट्राई गर्नुपर्छ कस्तो दामी त भाँचे के मैले कस्तो मजाले प्रिन्ट गरेको यसमा नि प्रिन्ट छ दिमाग चाहिँ हो कि यिनीहरूको टेस्ट त ठिकै छ कि तर मलाई प्रिन्ट चाहिँ कस्तो मन पर्यो यसको यो रहेछ सेम हो त्यही भएर म यो खोल्दैन मुखै कस्तो करायो मेरो पानी पनि सकिएको रहेछ अब के खानुपर्छ अनि यो चक्लेट चाहिँ म अस्ति ब्रेक टाइम बसेको थिएँ नि अनि त्यति बेला चाहिँ मलाई एउटा हजुरआमाले दिनुभएको कि ब्रेक खाना खाएर बसिरहेको थिएँ अनि रुमदेखि लिएर दिनुभएको थियो खान्छु ल यो पनि मिठो छ मैले त्यहाँ चाहिँ खाएको थिएँ कति 4-5 जना कति दिनुभएको थियो अनि मैले साथीहरूलाई पनि दिएँ अनि मैले पनि खाएँ अनि यो बचेको रहेछ पग्लेर यस्तो क्या यता बिस्कुट छ होइन यता चाहिँ चक्लेट यो ट्राई गरेको कि होइन सुरुमा चाहिँ कुन ट्राई गरेको मैले यो त सुरुमा ट्राई गरेको थिएँ नि मैले कुकिज सेम हो कलरमा चाहिँ फरक छ जस्तो लाग्यो त्यही पनि यस ट्राई होइन यहाँ चाहिँ लेखेको हुन्छ कि डाइरेक्सन पनि ओपन लेखेको छ देखेको छ नि यहाँदेखि चाहिँ ओपन गर्ने रहेछ नि तर म दिमागमा भएको मान्छे फेरि नहेर यसमा चाहिँ व्हाइट कलरको रहेछ यो व्हाइट भएर यसमा चाहिँ ब्ल्याक कलरको छ डिफरेन्स तर यिनीहरूलाई गोलो बनाउन नआउने रहेछ क्या गोलो नै छैन यो
नट ब्याड। एक त मेरो दाँतहरू सिरिङ सिरिङ गरेछ। यो पनि भाँचिएछ लाउन नि। कस्तो क्युट के। जापानको चाहिँ मलाई त्यो प्याकेजिङ गरेको स्टाइल नै मलाई कस्तो मनपर्छ किनीहरूको प्याकेजिङ। अनि खोल्ने तरिकाहरू सबै डिरेक्सन दिएको हुन्छ। तारिफ पर्यो अनि भरे सक्छ नि त यसको खोल्नु त। यसमा लेखेको रहेछ यहाँनिर ओपन लेखेको छ क्या। हेर्नुपर्छ कि यिनीहरूले कस्तो इजी गरिदिएको हुन्छ खोल्ने तरिका। यहाँ चाहिँ दिएकै हुन्छ तरिका चाहिँ। आई डोन्ट नो कस्तो खालको सेप हो। मच भइछ क्या। कस्तो मिठो हो। यसमा चाहिँ पिनट्सहरू आल्मन्डहरू राखेको रहेछ, ड्राई फ्रुट्स मिक्स गरेको रहेछ। आई लभ दिस। अब के खानुपर्छ? अब यो खानुपर्छ। सुगर, बटर, स्यान्ड अनि ट्री। यो चाहिँ साइड बिस्कुट होला। यसको पनि यहाँनिर यसरी खोल्ने ठाउँ दिएको छ क्या। योदेखि यसरी खोल्यो भने ओपन। यत्रो दुःख गरेर भिडियो गरेँ भरे त वाइसै रेकर्ड भएको रहेनछ भने त ले पुरा हुँदैन नि म। बाइ द वे यसको सेप चाहिँ यस्तो छ। दुईवटा रहेछ अनि भित्र चाहिँ क्रिम राखेको छ। मिठो 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 एकदम मिठो छ। यो पनि एकदम मिठो। आहा। सो अब चाहिँ यो ठुलो प्याकेट खोल्नुपर्छ। यो चाहिँ खासै मिठो छ जस्तो मलाई लागेन। हेर्दा फेरि लेट्स सी। ब्रेड टाइपको छ क्या यसले। खाला के टाइपको हुन्छ यो नेपालमा? त्यो चिज पाउँछ नि नेपालमा खाने के ब्रेड जस्तो, चिज ब्रेड जस्तो। त्यस्तै छ फ्लेभर। नेपालको फ्लेभर छ यसमा पनि। सकेछ मेरो सामान। अब चाहिँ यो खानुपर्छ होला। कि यो खानु कि यो खानु कि यो खानु कि यो खानु खान्छ। यसरी खोलेर वाउ कस्तो दामी। कस्तो मिठो। खाइ ल। यस्तो मिठो छ कि यसो गर्नुपर्छ क्या। मैले चाहिँ माइक अलि माथि सारेको के अहिले चाहिँ, किन भन्दाखेरि खाँदा फेरि भोइस आएन जस्तो लाग्यो। सो क्यामेरा एङ्गल पनि नमिलेर होइन मलाई त रिस उठ्यो अब फेरि। अनि हामी कहाँ थियौँ है? हामी ट्राई गर्दै थियौँ। अब चाहिँ 1 2 एन्ड 3वटा बाँकी छ। कुन चाहिँ खानु फर्स्टमा? Eeny, meeny, mango, you can go. के खान्छ? कस्तो क्युट। दामी। खान्छु ल। माइक यसरी गरेर खान्छु क्या। यसमा करम 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 खाएको आवाज आओस् न है। मिठो। एकछिन ल। यसमा चाहिँ 3वटा लेयर छ। व्हाइट अनि त्यसपछि रेड अनि यो कुकिजवाला। के खोल्छु अब म? अय्या। नान यसका के खालको सेप हो यो? यस्तो खालको रहेछ। खाइ ल। के जस्तो छ क्या? यहाँ भित्र आयो होइन? यहाँ आएन कि भन्नलाई। अब चाहिँ हामी ट्राई गर्नुपर्छ रिसेन्टको है। त्यो चाहिँ आज पाएको। मैले त्यो प्रेग्नेन्ट नर्स आएको थियो भनेको थिएँ नि। उसले बेबी लिएर आएको थियो भेट्नुलाई अनि गिफ्ट पनि लिएको थियो। खोलेर यसरी खोल्छु। च्यात्त
कस्तो दामी हट सेप कस्तो घिउवाला बास्ना आइरहेको छ खानै मन लागेन तर अब खानु त पर्यो टेस्ट गर्नु त पर्यो नि है मलाई नि खास्टा खान मन लागेर यस्तो भएको थियो कि त्यो पफ हुन्छ नि पफ सेम त्यही फ्लेभर छ वाह सो मेरो चाहिँ मेन खानेकुराहरू सकियो सबै मैले आधा आधा खोलेर राखेको छु होइन एकचोटि नुनिलो खानु न मजा मजा भयो सो यो सँगसँगै म चाहिँ एउटा चक्लेट ट्राई गर्न जाँदैछु जो चाहिँ मैले आफैले किनेको वेट मैले अस्ति भर्खर एउटा त्यो किनेर ल्याएको छु एकछिन म लिएर आएँ ल वेट सो मैले भनेको खानेकुरा चाहिँ यो हो यो चाहिँ म ट्राई गर्दैन होला अहिले यो होइन यो मैले लिनुको रिजन चाहिँ त्यता बुढाबुढीहरूलाई जहिले यो दिएको हुन्छ क्या यो समथिङ मलाई 20 रुपिस कति परेको थियो एउटाको यस्तो मजाले खाएको हुन्छ बुढाबुढीहरूले त्यहाँ होइन कस्तो खानु रहर लाग्यो के मलाई मैले त किनेर लिएँ यो फ्लेभर छ क्या डिफ्रेन्ट फ्लेभर अनि यो अहिले खान्छु एकछिनमा फर्स्टमा चाहिँ म यो दुबई चक्लेट नेपालमा हुँदा मलाई यति ट्राई गर्न मन लागेको थियो यो चक्लेट सी त देखेन दुबई चक्लेट यसरी पनि देखाइदिन्छु म दुबई चक्लेट लेट्स ट्राई गरेर मैले चाहिँ डाइसोबाट लिएको हो समथिङ 200 एन 200 एनको रहेछ खोले ल यसरी पनि देखाउनु पर्ने अनि त्यसपछि यहाँ भोइस पनि आउनै पर्यो आवाज पनि है व्हाट इज दिस दुईवटा तीनवटा रहेछ सो ढिलो नगरिकन म चाहिँ यो फटाफट ट्राई गर्छु मेरो लाइकिङ गइसक्यो रुमको यो चाहिँ यस्तो सेपमा छ भित्र पिस्ताचु छ जस्तो लाग्यो मलाई आई डोन्ट नो छ कि छैन सी खाए ल कस्तो मिठो मैले देखाउन बिर्सेछु कि एकछिन ल फेरि खोल्छु एउटा कुरा देखाउन बिर्सेछु मैले लेट सो यो अरे कति साह्रो हो सी आई डोन्ट नो डुप्लिकेट हो कि ओरिजिनल हो बट धनै सर्केको यसको टेस्ट चाहिँ बब्बाल छ अब ढिलो नगरिकन होइन ट्राई गरौँ यो पर्पल कलरको बाट म ट्राई गर्छु यस्तो छ क्या आई थिङ्क पिरो छ जस्तो लाग्यो मलाई यो के को टेस्ट हो यस्तो अर्कै भयो सरी ल म नखाने आई डोन्ट लाइक दिस टेस्ट चाहिँ मलाई मन परेन सबसे मलाई बेस्ट लाग्यो भनेको चाहिँ यो वाला होइन व्हाट्सएपवाला ओ माई गड यस्तो मिठो थियो कि सो यति नै थियो यो म चाहिँ अहिले मिलाउँछु होइन सरलाई चाहिँ थ्याङ्क यू सो मच मेरो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा म चाहिँ भिडियो गर्दा पनि थाकेँ है रात पनि परिसक्यो मेरो रुममेट आउने बेला पनि भइसक्यो अनि अब म चाहिँ खानासाना पकाउँछु अनि खानुपर्ने हुन्छ के गर्नु भोलि काम जानुपर्छ तपाईँहरूलाई चाहिँ मेरो भिडियो हेरेर कस्तो लाग्यो इन्जोय गर्नुभयो होला है सो खासमा चाहिँ म एक्टिभ नभएको टन्नै भयो क्या भिडियोहरू नबनाएको अनि कन्टिन्यू पनि गर्नुपर्छ जस्तो लाग्यो त्यही भएर मैले चाहिँ कन्टेन्ट लिएर आएको हो हजुरहरूलाई कस्तो लाग्यो मन पर्यो भने लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु बाई बाई सी यू इन नेक्स्ट भिडियो टिल देन टेक केयर बाई